नमस्ते। हेलो हेलो। आज हाम्रो पिठो सकिएको भएर गाउँ लगेर चाहिँ हामी मिलतिर गइरहेछौँ। यो शनिबारको बिदामा उनी र म दुईजना मिलतिर। अब चाहिँ हामी मिलको यहाँनिर पुग्दैछौँ। यहाँदेखि तल जानुपर्छ। हजुर मिल त जाँदैछौँ तर यहाँ बाटो चाहिँ यस्तै छ, पुरै फोहोर फोहोर होला। हामी मिलमा पुगिसकेका छौँ है। हेर्नुहोस् त बझाङको मिल यस्तो नै हुन्छ। यो मिलमा पिठो पिस्ने काम चलिरहेको भएर हामी एकैछिन बाहिरतिर मिलको बाहिरतिर आएर यहाँको दृश्यहरू हेरिरहेछौँ। उता पारि देखिएको ठाउँ त्यो जय पृथ्वी राजमार्ग हो। यो सिमखेतबाट चैनपुर जोड्ने झोलङ्गी पुल हो र त्यसको यो बिचमा चाहिँ बौलीगाड है। उहाँ चाहिँ मेरो मिसेस। अहिले लाइट गएको भएर पिस्ने काम रोकिएको छ। यो पिठो गहुँ चामल मकै पिस्ने मिल। यो चाहिँ चामलको गर्ने के अरे धान कुट्ने मिल। अनि यतापट्टि चाहिँ तौल्ने काटो है। लाइट नआएको भएर हामी अब रुमतिर फर्किरहेछौँ। यो पहाडको यस्तै हुन्छ, लाइट आउँदैन, झ्याप्प झ्याप्प गएको गाई हुन्छ। अब एकछिन पछि आउनु पर्यो होइन। अहिले चाहिँ म फेरि अझै मिल जाँदैछु। अघि चाहिँ लाइट गएको हुनाले फिर्ता आउनु परेको थियो। अब अहिले खै लाइट त आइसक्यो, पिसिया छ कि नै। अनि अहिले चाहिँ म एक्लै जाँदैछु। उहाँ चाहिँ अहिले यहाँ महोत्सव लागेको छ, महोत्सवमा जानु भएको छ। अब खै हेरौँ पिसिया छ कि नै। हाम्रो धुलो चाहिँ पिसिएको थियो। धुलोलाई लिएर म अहिले आफ्नो रुममा पुग्दैछु। हेर्नुहोस् है, अब चाहिँ म आफ्नो रुममा पुग्दैछु। अहिले चाहिँ अब म आफ्नो रुममा पुगिसकेँ। अब साँझ पनि परिसक्यो, अब खानासाना बनाउने टाइम पनि भइसक्यो। अहिलेलाई यति नै। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। हाम्रो च्यानललाई सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। बाई बाई।